उहाँको पार्टीको उदयको जग यो मेरो नितान्त व्यक्तिगत कुरा हो। उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको उदयको जग भनेको चाहिँ स्वतन्त्र उम्मेदवार बालेन शाहको जितको त्यो जगबाट आयो भन्ने मलाई लाग्छ। बालेन शाह मात्रै होइन, हर्क साङपाङ उता चाहिँ नि गएर गोपी हमाल हैन, गोपाल हमाल भनौँ न, धनगढीमा गोपाल हमाल, गोपी हमाल गोपाल हमाल, उहाँको नाम दुईटै एउटै हो। यता चाहिँ नि हर्क साम्पाङ धरानमा र काठमाडौँ महानगरमा बालेन शाह स्वतन्त्रमा 3 जना, एउटा महानगरपालिकामा र 2टा उपमहानगरपालिकामा यसरी आइसके पछाडि त्यो जगमा रविले सायद हेर्नुभयो होला उहाँका साथीभाइहरूले, अब वेभ यता छ, मूलधारको भनिएका राजनैतिक दलप्रतिको वितृष्णा एकदमै चरम बढेको थियो। हेर्नुहोस्, त्यो चरम बढेसँगै त्यो जगमा राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नि उदय भयो भन्ने मलाई लाग्छ है। ठुलो तयारी पनि म राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, 4-5 वर्षदेखि अब पार्टी खोल्नुपर्छ भन्ने तयारीमा सम्भवतः रवि लामिछाने हुनुहुन्थेन भन्ने कुरा तर्क केले चाहिँ नि पुष्टि गर्छ भने जब ग्यालेक्सी टेलिभिजन खोल्नु भनेको उहाँको धेरै लामो समय भएन भनेपछि ग्यालेक्सी टेलिभिजन खोली, त्यहाँ अब विभिन्न भूमिकामा रही भनेपछि त त्यो अल अफ सडन चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको भनेकै यताको दुईटा कुराको जग हो। एउटा बालेन अथवा गोपी अथवा यताको उदय, अर्को कुरा मूलधारका राजनीतिक दलहरूप्रतिको जनताको तीव्र वितृष्णा, त्यसको जगमा पार्टी खुल्यो, बन्यो र विभिन्न सिक्वेन्सहरूले अब त्यति अलि नजिकै छौँ नि त हामी त, वैशाखमा भएको स्थानीय तहको चुनाव हेरियो र मङ्सिरमा हुँदै गर्दा त्यो 3 महिनाको बिचमा यस्तरी सिक्वेन्स चेन्ज भएको छ कि त्यो न्युट्रल भोटहरूको र अलिकति सहरिया भोटहरू, अर्बन पपुलेसन, अर्बन भोटरहरूको त्यो उभार आयो। त्योसम्म पनि ठिक छ। अब उहाँले क्यास गर्नुभयो भन्नु पर्यो त्यसलाई, जनताको मन बुझ्नुभयो, छाम्नुभयो, पार्टी बन्यो, 20 सिट ल्यायो, पछि 21 सिट बन्यो। त्यहाँसम्म सबै ठिक छ होइन। अब मलाई चाहिँ मेरो उहाँ एउटा टिप्पणी मात्रै के छ भने, टिप्पणी एक ठाउँमा मात्रै छ, सरकारमा जानु हुँदैन। सरकारमा गएर नै उहाँको पछिल्लो समय अवरोहको यात्रा तय भयो। यो अवरोह कहाँसम्म जान्छ, यसले कति ड्यामेज गर्छ भन्ने कुराहरू अब उहाँले भोगिने राख्नु भएको छ अहिले। अब यसलाई कसरी करेक्सन गर्नुहुन्छ उहाँहरूको हातमा छ।